म आफ्नो कलेजको टपर विद्यार्थी र स्विट्जरल्यान्डको 5 वर्षे स्कलरसिप पाएको, तर त्यो चिजलाई त्यागेर म भूमिगत कम्युनिस्ट पार्टीको कार्यकर्ताको रूपमा काम गर्न घर छोडेर निस्केको थिएँ। म आफ्नो कलेजको टपर विद्यार्थी र स्विट्जरल्यान्डको 5 वर्षे स्कलरसिप पाएको, तर त्यो चिजलाई त्यागेर म भूमिगत कम्युनिस्ट पार्टीको कार्यकर्ताको रूपमा काम गर्न घर छोडेर निस्केको थिएँ। म आफ्नो कलेजको टपर विद्यार्थी र स्विट्जरल्यान्डको 5 वर्षे स्कलरसिप पाएको, तर त्यो चिजलाई त्यागेर म भूमिगत कम्युनिस्ट पार्टीको कार्यकर्ताको रूपमा काम गर्न घर छोडेर निस्केको थिएँ।